कान्छो के खायो? ठुलोले के खायो? ल थप्पो 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 कान्छो के टपालो कान्छो ठुलोको पालो यति दुःख छ दुध खुवाउन फर्स्ट भनेको थर्ड हो हैन सेकेन्ड भनेको मुख चुट्ने हैन सेकेन्ड त्यो राइम्स सुनाइदेऊ जुन हिजो मलाई सुनाएको थियो बारिश का मौसम था दिन बड़ा ही औसम था भुट्टा खाने का मन था छाता घर पर भूल गया जोरदार से बारिश ने भीगकर मुझको सर्दी लगी कोल्ड हुआ फीवर आया हालत हो गई ऐसी मेरी हाँ 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 छी हाँ छी लियो बाय गाइस आजको लागि यति अनि यो कपडा कसले चेन्ज गर्छ अनि त्यो कपडा कसले चेन्ज गर्छ ना 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 डेली चेन्ज गर्ने के गीत हो त्यो गीत हो अब म यिनीहरूको नगरीमा लिएर जान्छु है म यिनीहरूको नगरीमा हजुरहरूलाई लगेर देखाउँछु है त यिनीहरूको नगरी कस्तो छ यो हो मेरी छोरीहरूको नगरी सब सामानहरू फालेर किचन सुजहरू यसरी फाल्छन् यिनीहरूको नगरीमा अब यहाँ चाहिँ यिनीहरूले खाना बनाउँदै छन् के फोहोर गरेका छन् ल हेर्नुस् त यहाँ के पोखिसक्यो यो बेडमा अब चेन्ज गर्नु परेन अब यो सब यहाँ हेर्नु हालत यस्तालाई पनि खसीको मासु अनि यहाँ यिनीहरूको नगरीका यिनीहरूका जनताहरू यहाँ आरामले बसिरहेका छन् हुँदा हुँदा पानीको बोतल पनि अब यहाँ सबै भरेको छ है ओ भगवान देख्न सक्नुहुन्छ यिनीहरूको नगरी चाहिँ एकदम खतरा नगरी छ है इटु के पाक्यो खसीको मासु यसमा यिनी हरदम खाना पकाउँछिन् र मलाई खुवाइ गर्छिन् म धेरै अगाएर थाकिसके गाइजहरू के पाक्यो मासु खसीको मासु गाइज ए हाले यार डरा छ ल टमाटर भाइ यो बाल्टीको ढक्कन यस्तो गराएर छोडेछन् यिनीहरूले यो चाहिँ बाल्टीको ढक्कन थियो है गाइजहरू अनि यो चाहिँ सिलिन्डर ग्यास हो मेरी छोरीहरूको सिलिन्डर ग्यास यसको चुलो खै बिना चुलोको कहीँ बन्छ यो सिलिन्डर ग्यास पनि कति क्युट हो के सेम के है सेम छ नि अनि त्यसपछि खाना मात्रै यिनीहरूले त मान्छेको मासु नै ल्याएर बनाउँछन् बाख्राको मासु हो के मासु स्पेशल हामी पकाउँदैछ गुल्सेन यता हेरेन के पाक्यो म पुस्न होइन नाना फेर्न होइन साङ्गु स्कुलको लागि रेडी हुने होइन हेलो गाइज नमस्ते वेलकम ब्याक माई ब्लग सन्तोषी किनाल ब्लगमा यहाँहरू सबैजनालाई स्वागत छ सधैँको चाहिँ आज पनि मैले आफ्नो ब्लग लिएर आएको छु यता चाहिँ बच्चाहरूले हङ्गामा मचाइरहेका छन् भने म चाहिँ यिनीहरूलाई दुध पियाएर अब चाहिँ जाँदैछु किचनमा सारा काम गर्न किनकि साङ्ग्रिलाको पनि स्कुल छ अनि साङ्ग्रिलाको ड्याडीको पनि छ त्यसैले चाहिँ फटाफट छिटो काम गरेर यिनीहरूलाई चाहिँ 10 बजेसम्म म स्कुल पुर्याउनुपर्छ पहिला चाहिँ मैले बनाउनुपर्छ यहाँ सुन्नु है त रोटी त्यसपछि साग छ त्यसपछि सब्जी छ त्यसपछि अचार छ त्यसपछि दाल छ अनि भात छ त्यसपछि चाहिँ यिनीहरूको लागि जाउलो 7वटा परिकारहरू मैले यहाँ बनाउनु पर्छ 7वटा परिकार रेडी भइसकेपछि फेरि पनि मैले दुईटालाई खुवाएर फेरि सरले पनि खानुहुन्छ फेरि यिनलाई रेडी बनाएर स्कुल पठाउँछु पठाएपछि मेरो 10 बजे यति छिटो जान्छ कि तुफान के मलाई लाग्छ 5 मिनेट तर 10 बजिसक्या हुन्छ
अनि बल्ल म आफ्नो सरसफाइ यताउति भ्याउँछु किनकि म गर्मीको महिनामा चाहिँ चाँडै भ्याउँथेँ तर जाडोको महिनामा म भ्याउन सक्दिनँ। अब चाहिँ म लेट्स गो म ड्युटी सुरु गर्छु है त। सबैजनाले मेरो ब्लग हेरेर लाइक शेयर सब्सक्राइब गरेर चाहिँ नभुल्नु होला अनि भिडियो चाहिँ पुरा हेरेर साथ दिनु होला है त। यहाँ चाहिँ मैले मेथीको यो चाहिँ मेरो फेभरेट साग हो। यो साग चाहिँ मेरो हजुरआमाले यति मिठो पकाउनुहुन्थ्यो है, म उहाँलाई जहिले सम्झिन्छु यो साग बनाउँदा। त्यसपछि चाहिँ यहाँ मैले चम्सुरको ल्याएको छु, पालकको चाहिँ बिर्सेको थिएँ। अनि यहाँ चाहिँ मैले सिङ्गडा पनि ल्याएको छु हिजो बजारबाट। आज चाहिँ यो दिउँसो हुन्छ। अनि हिजो चाहिँ हामी बजार गएको थियौँ, भ्लग बनाउन बिर्सिहालेँ। अनि यहाँ चाहिँ हाम्रो यो अङ्कुरित दानाहरू जो टुसाबाट यसरी बनाएको छु। अब यो पनि मैले ख्याउँछु सबैजनालाई चाहिँ राम्रोसँग। अचारको लागि चाहिँ सब यो कटिङ गरेँ। अनि यहाँ चाहिँ आलु भातसँग राखिदिन्छु। आलु पाक्दैछ, मिठो दाल, यसमा चाहिँ दाल पाकिसक्यो। अब अनि यहाँ चाहिँ चाउलो पाक्यो। मिलाउँदा मिलाउँदा यस्तो यति डब्बा निस्क्यो सफा गर्न। आलु पनि निस्क्यो। के कति राम्रो घाम लाग्यो छतमा। यो सुकाउन भनेर लिएर आएको, यो बाँदरले हेर्नु त। त्यो राख ठाउँमा राख। के गरेको त मुख नाघेर त त्यो रुगा लाएर यहाँ आफै हातले पुसेर यस्तो हालत छ। इनको रुमाल खै? हजुरलाई कस्तो भयो त अहिले? बाबा मामा इनको यता मामा इनको पेटको रुमाल खै? यता हेर्नु त रिसाएर। यहाँ हेर्नु गाइज छोरी बिहानको गीत गाइदेऊ। कागदाई पनि आउनुभएको छ खानालाई है। यहाँ चाहिँ ट्याक्क जाडो महिनामा यो चाहिँ कागको राजधानी पनि हो। कागदाई पनि आउनुभयो। यति भात राखिदिउँ है, अलिकति खाना राख्छु। तर मैले यहाँ गहुँहरू राखिदिएको थिएँ, दानाहरू त अस्ति नै आएर सकेछन् सक्न त। अब कागजीले खानुहुन्छ है। ल हेर्नु अब ग्रुपै आउनुभयो कागजीका। यस्तो ग्रुप फेरि जान्छन् नि, कति फोहोरो गर्छन्। मैले यहाँ दुईटा बच्चा खुवाइछु, यहाँका उताका दुईटा बच्चाले नि खाइरहेछन्। म थप्दै गरेछु, दुईटा बच्चाले खाइरहेछन्। थाहा छ यति थपिदिन्छु है त, अझै उठ्छ नि। किनकि यिनीहरूलाई चाहिँ मलाई माया लाग्छ कि। अब हेर्नु है कति छिटो आएर खान्छ है। यता हेर्दा फेरि यता खाइदिने कि अनि डर छ है। चाहिँ नाच्छ किनकि आफूले खान पर्दैन, खाना घट्छ। डिक्की डिक्की डु डु डिक्की डिक्की डु दिने होइन, अब खानी हो। मैले धेरै दिइसकेँ न। गुड गर्लले खान्छ, अर्कीले गर सबैमा नगर न, जुठो बनाउने होइन कि। ल अर्कोमा लगेर राखिदिएको होइन कि उसले। अब यसलाई नि लगेर राखिदिनु। तिमी पुग्न सक्दिनौ। यिनी अघि मेरो छोरी लगेर राखिदिएको हेर्नु है कसरी खान्छ। मेरो स्विट हार्ट रेडी भयो नि। कति राम्रो देखिएछ नि मेरो स्विट हार्ट। वाउ ब्युटिफुल। आज बेग गरुङ्गा छैन। किन? टिफिनै छैन त ब्यागमा। जाऊ जाऊ, ब्यागमा टिफिन खानेकुरा मैले ड्याडीसँग पठाइदिएछु है। कति राम्रो फुलेछ नि। सबै गए। तिमीलाई यो कति नराम्रो लगाइदिनु भएछ। म राम्रो नाना लगाइदिउँ? राम्रो नाना लाउँछौ, स्विट हार्ट भन्छौ, ब्युटिफुल भन्छौ। राम्रो फुल फुलेछ है मेरो गमलामा। तर यो खै के भयो, अर्को चाहिँ अर्को फुल लगाएको थियो मर्यो। अनि मेरो तुलसी बाई। तिमीलाई जोडेर गए। झिगा बाहिर जा मिना इटु अब ब्युटिफुल गर्ल बन्ने। यहाँ चाहिँ मलाई कुरेर बस्नु भएको छ। यहाँ रोक्नु है, म अलिकति छोरीलाई रेडी गराउँछु अनि हजुरहरूसँग आउँछु। हस् सबै निट एन्ड क्लिन गराएँ।
भाँडाहरूको खाट देख्नुहुन्छ, यत्रो भाँडाहरू पनि माझेर सकेँ। अब छतमा कपडा सुकाउन जान्छु, त्यसपछि चाहिँ झाडु पोछा। इभिनिङमा साँझको टाइममा चाहिँ मैले छोरीहरूलाई नास्ता बनाइदिएको छु। मेरो छोरी आउने टाइम भइसकेको छ, 4 बजिसक्यो। मैले चाहिँ सादा पास्ता बनाइदिएको छु। मेरो साङ्ग्रिलालाई धेरै मनपर्छ। छोरो आयो? हेलो हजुर। मिसले आज ब्यागबाट निकालेर सबै बच्चाले टफी दिनु, मलाई पनि दिनु। के टफी? ओहो म्याङ्गो। किन टफी म्याङ्गो। किन नि त्यही भएर खुसी छौ? अब ब्यागमा पुरै टफी भरेर अनि मिस त टफी खानु नि यति धेरै, त्यही भएर बच्चा मार्ने। अनि छानु पनि गयो कि हुन् दिदीलाई लिन? रुममा आए चियाको कप बोक्दै। अब चाहिँ म केही समय के भन्छ लाइभ गर्छु। अनि त्यसपछि मेरो खाना बनाउनु छ स्पेसल। आज मेरो छोरीको फेभरेट सब्जी पनिर बनाउनु छ। पनिरलाई अब कुन रेसिपीमा म कस्तो पनिर बनाउ त भनेर सोचेको छु। त्यसपछि चाहिँ हजुरहरूलाई त्यो पनि सेयर गर्छु। म एकैछिन चिया पिउँदै लाइभ गर्छु है त। यहाँ चाहिँ मैले पनिर बनाउँदैछु। पनिर बनाउँदा बनाउँदै तेल उछिटेर मेरो हात पोल्यो। अनि सरले चाहिँ यहाँ टमाटो लगाइदिँदै हुनुहुन्छ। एकदमै तातो तेल आएर हातमा उछिट्यो कि। त्यसपछि चाहिँ यो हाम्रो पनिर बनिसक्यो। यामी यामी मिठो यस्तो राम्रो बसाएको छ नि, मिठो बसाएको छ। कति बेला खाउँला भएको छ। तातो पनिर र भात अत्यन्तै मिठो लाग्छ। अब म चाहिँ सर्भ गर्दैछु सबैको लागि। कस्तो छ छोरो पनिर? मिठो छ। यम्मी। कौ मेरो छोराको फेभरेट हो नि त। पिरो पनि कम राखेको छु नि। मेरो बाबाको पनि फेभरेट, मेरो पनि फेभरेट। ले खाऊ। खोकी लाग्यो। ओहो भुट्टा खाना गया था तो खोकी लाग्यो। घर पर भूल गया। खाऊ खाऊ गम गम खाऊ। कस्तो भएको छ? धेरै मिठो भयो, एकदम मिठो छ। मिठो छ? स्पेशल पनिर। साँझको यहाँको काम पनि सकियो, पनि क्लिन भयो। के गर्दै हुनुहुन्छ हजुरले? तातो पानी तताएर तेलमा राख्दैछु। हाम्रो किचन पनि क्लिन निट भयो। अब चाहिँ जाने बत्ती निभाएर आउनु है त। ल साथीहरू, आजको मेरो ब्लग चाहिँ यति नै। फेरि पनि भोलि अर्को ब्लग लिएर हजुरहरू समक्ष उपस्थित हुनेछु। मेरो भिडियो कस्तो लाग्यो साथीहरूले लाइक शेयर सब्सक्राइब र कमेन्ट गर्नुहोला। मैले चाहिँ जस्तो छ त्यस्तै आफ्नो डेली ब्लगहरू आफ्नो फ्यामिलीबाट उतार्ने गर्छु। अनि खानेकुराहरूको रेसिपी लिएर आउनेछु। सबैजनाले चाहिँ च्यानललाई सब्सक्राइब सपोर्ट र माया गरिदिनु होला। हरेक दिन मेरो भिडियोहरू वाच गरिदिनु होला। बाइ बाइ एभ्रिवान, थ्याङ्क यू सो मच।